सो अलराइट गाइज है धेरैजनाले भन्नुभएको थियो डट बाइक चाहियो फेरि पनि भन्नुभएको थियो अस्तिको डट बाइक गइहाल्यो र अहिले चाहिँ भनौँ न नेपालकै वान पिस डट बाइक होला है यो चाहिँ किन भनेपछि ग्राफिक्स पनि वान पिस भयो अनि यसमा सामानहरू एसेसरिजहरू डेन्जर धेरै लोडेड छ तपाईँको ग्राफिक्स चाहिँ तपाईँको वान पिस ग्राफिक्स हो सायद यो ग्राफिक्स छैन होला है नेपालमै यस्तो दामी खालको ग्राफिक्स हालेको छ ब्ल्याक कलरमा यो बाइक चाहिँ यो मोनिस्टरको चाहिँ नर्मल्ली हालेको हुन्छ जसले पनि है तर योभन्दा एक्स्ट्रा लुक छ यसमा चाहिँ हेर्न सक्नुहुन्छ तपाईँको सब सिएनसी पार्ट्सहरू डेन्जर धेरै युज गरेको छ तपाईँको सिएनसी हब हेर्न सक्नुहुन्छ नयाँ हब है टायर नयाँ हेर्न सक्नुहुन्छ टायरहरूको कुरै नगरौँ है एसआरबिसको ह्यान्डगार्ड तपाईँको लिभर हेर्न सक्नुहुन्छ लिभर 5000 को लिभर हो यो भाँचिने नभाँचिने खालको लिभर हो तपाईँको जस्तै यो फोल्डिङ हुन्छ क्या तपाईँको यो हेर्नु है तलमाथि हुन्छ कि यो यस्तो गरेर तलमाथि हुन्छ यो है ल यस्तो हुन्छ यता उता तल माथि जता पनि हुन्छ यो खालको लिभर छ हाम्रोमा है 5000 पर्छ यो लिभरको मात्रै अनि तपाईँको ल हेर्नुहोस् माथि पनि आउँछ तल पनि आउँछ है ल जता पनि आउँछ यो जता बनाए पनि हुन्छ यो भाँचिन्न फेरि है अनि यो ह्यान्डगार्ड भयो एसआरबिसको ह्यान्डगार्ड है अनि तपाईँको ग्रिपहरू पनि सबै चेन्ज गरिदिएको छौँ हामीले है अनि वायरिङहरू पनि सब ओके छ मिररहरू सबै नयाँ नै भइहाल्यो है तपाईँको इन्जिन सिल प्याक छ हेर्न सक्नुहुन्छ इन्जिन सिल प्याक छ यस्तो वान पिस बाइक लिन चाहनुहुन्छ कन्ट्याक्ट गर्नु होला ल पछाडि पनि सिएनसी हब है पछाडि पनि सिएनसी हब विथ चेनिस पकेट पनि ओके ल हेर्नु सक्नुहुन्छ ग्राफिक्स त ओ माई गड है दामी खालको ग्राफिक्स छ 2017 मोडलको बाइक हो यो चाहिँ है र तपाईँको यो पनि हालिदिएको छौँ हामीले अगाडिपट्टि यो पनि हालिदिएको छौँ पछाडिको टायर पनि नयाँ नै छ 17 मोडलको बाइक एकदम बवाल बाइक फुल्ली मोडिफिकेसन अनि तपाईँको यताको पट्टि हेर्नुहुन्छ अनि यो पनि नयाँ हालिदिएको हो यो पनि नयाँ टप आरएमको छ है हेडलाइट ओरिजिनल छ एक्जेटकै अनि तपाईँको ग्राफिक्स त कुरै नगरौँ है यस्तो बवाल बाइक चाहिन्छ नि कन्ट्याक्ट गर्नु होला अनि तपाईँको यो कभरहरू पनि हालिदिएको छौँ हामीले यस्तो कभर डेन्जर सामानहरू चाहिँ तपाईँको 30-40 हजारको सामानहरू हालिदिएको छौँ है अनि यो एक्जस्ट पनि यान्सीको एक्जस्ट हो है यो नर्मल खालको एक्जस्ट होइन यान्सीको एक्जस्ट हो ल टायर हेर्न सक्नुहुन्छ रिम हेर्न सक्नुहुन्छ रिम सिएनसी यस्तो बवाल खालको टायर त नयाँ हो ब्रान्ड न्यू टायर हो है कुरै नगरौँ अगाडि पछाडि दुइटै ब्रान्ड न्यू टायर हो एकदम फुल्ली फ्रेस बाइक चाहिन्छ नि हामीलाई कन्ट्याक्ट गर्नु होला र यसको स्टार्टिङ गरेर पनि म साउन्ड सुनाइदिन्छु कस्तो छ भनेर है ल इन्जिनको साउन्ड है